काठमाडौँ नेपालको कुन जिल्लामा पर्छ? बागमती। क्वेसन त्यही छ त काठमाडौँ नेपालको कुन जिल्लामा पर्छ? ल काठमाडौँ नेपाल कुन जिल्लामा पर्छ? बागमती। बागमती जिल्ला के हो? सियोर भन्नु पर्यो नि त फेरि गाडी आउला नि यो कुन जिल्लामा पर्छ? त्यो त काठमाडौँ नेपाल कुन जिल्लामा पर्छ मैले किन सोधिरहेको छु नि त कुन जिल्ला? भाइ भन्न मिल्दैन नि तिम्रो त कुन जिल्लामा? तालिम बागमती। होइन आन्सर त ठिकै हो त भन्नु न अलिक कन्फिडेन्ट भएर भन्नु पर्यो नि त्यो त त बागमती जिल्लामा पर्छ नि। स्योर लक गरौँ ल भन्नु त के हो? काठमाडौँ नेपालको काठमाडौँ जिल्लामा पर्छ यार काठमाडौँ नेपालको कुन जिल्लामा क्वेसन चाहिँ के हो त? यो कुन जिल्लामा त्यो पर्छ? त तिमीलाई घुमायो नि त त्यो त सिधा मान्छेलाई घुमाउनु पाउँछ त? गरौँ न अहिलेसम्म गएर बनाएको छैन भनेर चाहिँ बच्चा काठमाडौँको बारेमा थाहा पाउँदैन। काठमाडौँ त एउटा ठाउँको नाम हो पनि हो जिल्लाको नाम पनि रहेछ नि त। बागमती जिल्लामा त पर्छ नि त। बागमती तिम्रो प्रदेश हो प्रदेशमा त पर्छ नि त काठमाडौँ। बागमती प्रदेशमा परेर कुन प्रदेशमा पर्छ भनेर बागमती मिल्थ्यो नि त जिल्ला सोधिरहेको छु नि त जिल्ला त त्यसमा काठमाडौँमै पर्छ नि होइन? त्यही त होइन फ्लप भयो नि त